अनि हाम्रो चाहिँ यो चाहिँ अब पानी फाल्ने जेनेरेटर यहाँदेखि यो पानी सकिन्छ त्यस्तो फाल्न सुकाउने ट्राई गर्नेछौँ गाइस एन्ड हाम्रो सन्तोष दन दबदब है लाइक पारा हाम्रो साथीकोमा है घन्टीकै बजाउनु पर्यो एन्ड बिकज सरी नाइस टु मिट यु आज हामी फिसिङ गर्न लागेको छौँ केटा निकाल न एउटाले बोकेर गर्दैछु बाइकमै हालेर लिनु पर्छ त कस्तरी हाल्ने कि बाइकमा कत्रो बाइक छ क्या त्यहाँ 20 पनि भइदिए पनि हुन्थ्यो बाइकमै आउने रहेछ नि ल ल बोक एकजनाले बोक्यो यो बोक्तैले म यो बोक्दिन ल पाइप र तैले त्यो बोक म बाल्टी बोकेर आउँछु निकाल न एउटाले बोकेर गर्दैछु बाइकमै हालेर लिनु पर्छ त कस्तरी हाल्ने कि बाइकमा कत्रो बाइक छ क्या त्यहाँ 20 पनि भइदिए पनि हुन्थ्यो बाइकमै आउने रहेछ नि ल ल बोक एकजनाले बोक्यो यो बोक्तैले म यो बोक्दिन ल पाइप र तैले त्यो बोक म बाल्टी बोकेर आउँछु अड्डा न क्या खै बाइकमा चेक गरे हामी यार हिँड्न हिँड बोक्न सक्दैनस् क्या सकियो बोक्न भोसडीको यस्तो गाउँको हात पनि दुख्छ बे मा आज भिडियो बनाउन लाग्यो ल गाइज हामी चाहिँ फाइनली आइगि माछा मार्ने ठाउँमा तर यत्रो सकिन्छ त साथी मलाई त अलि विश्वास लागेको छैन यार यत्रो चिज त सकेला जस्तो लागेको छैन एभ्रिथिङ इज पोसिबल व्हेन यु बिलिभ इन योरसेल्फ हिजोको डेप्ची खोज्दैनस् अनि हाम्रो चाहिँ यो चाहिँ अब पानी फाल्ने जेनेरेटर यहाँदेखि यो पानी सकिन्छ त्यस्तो फाल्न सुकाउने ट्राई गर्नेछौँ गाइस एन्ड हाम्रो स्पोन्सर इज भवेश सुन सन्तोष माथि नारायण स्वागत गर्दछौँ बन्दै बनाएको छैन हातले म चाहिँ त्यही भएर म चाहिँ के म चाहिँ गर्न सकेको छैन पहिला हामी कनेक्सन गर्छौँ होइन धन्दै अझै टाइट गर्नुपर्छ दाइ अलि भित्र हाल्नुपर्छ हाम्रो गुरुबा दाजु धकुलो दुईटाले पाइप पकेर धकुलो धकुलो न कस्नु पर्दैन क्या अब एकछिन क्या अझै हुन्न के गाइस फिश हन्टिङ यो म्यान लेट्स ग्यारे के भन्नु छैन अर्को खै त्यो पाइप मरे भने त हामी ठाउँ ठाउँ ड्याम कति माथि कुला हैन त्यहाँ लगाइदिनु के त्यहाँ पनि हुन्न क्या तिमीहरू चुइहाल्छ कि भाइ फेरि नेक्स्ट पार्ट आउने छ तपाईहरुले तपाईहरुले साथ सबुत र माया देखाउनु पर्छ तपाईहरुले है गाइस पानी कता दिन फाल्ने भन्ने कुरा ब्लग छ युट्युब च्यानल के छ भन्ने अब युट्युब च्यानल छ यही भिडियोमा आउँछ तपाईहरुले रुचि देखाउनु भयो भने नेक्स्ट टाइम हामी फेरि यो भन्दा बरकरार दबदब हैन दाइ दाइ कहाँ छ बबी खोला डाङ भरेको कुन खोला छ नि तपाईले म चाहिँ काम गर्के कमेन्ट गर्नु होला उयो पाइप जोर न यार लिएर एकदिन छ फेरि ल्याएन फेरि निकाल्छ बोडो कहाँ छ बोडो ल्याख्नु फेरि बोतल त हेर्छ चार बोतल कति भेटिन्छन् कति भेटिन्छन् मार्ने भाइ अस्ति यहाँसम्म पानी थियो कि म आउने बेला सिधा छ कि त्यो मोटर हालिदिउँला बरु यहीँ लास्टै गइरहेछ साह्रो माटो लगाऊ है विपिन भाइ साह्रो पाइपको तल यो हाल भने होइन यो सब बुझिहाल्छ कति समस्या हाल्ने लाग्यो बुझिनु ढुङ्गाले बाँधेर तलतिर पानी पर्छ क्या सिधै हालिदिँदा हुन्छ आफै छानिन्छ कि त्यतिखेर हाल्थ्यो विभिन्न कपडा छोरा छन् विभिन्न दबाएर हाल दबाएर त्यस्तै लाग्छ मलाई दबाएर घुमाउ न मलाई थाहा भएको छु क्या म सिक्किमबाट पानी फाल्नु यत्रो पानी हाल्नु त्यत्रो काम पुग्दैन
यत्रो छ त यहाँ टङ्की पानी हटाउने तल हेर्नु पहिला खानु त्यो मेरै बाइकको तेल सकिन्छ अहिले हेरेन कति तेल लिएर अहिले जाने होइन के भयो फेरि धान काटिरहेको छ यहाँ चाहिँ फिसिङ हन्टिङ ल एक्सन क्यामेराम्यान अगला देखा अगला सुर्ती ल नारायण नारायण सुर्ती के कति गर्छ कस्तो अनुभव साथी पारा पारा तान्यो अहिले हातले कप्पल दुईजना कप्पल हो क्या नास्ता हुँदैछ गाइस नास्ता डुबाउँछ दाम हात हात दाम त हात हात गरौँ न हात तिमीलाई पहिला अलिक ठुलो ढुङ्गा लिएर हिँड्दै बसेर कुद्दै हान्ने गर क्या पानी गइरहेको अरे भेदा भइहाल्छ सुक्छ त बट्टा सुक्छ होइन तर टाइम लाग्ने भयो क्या मागलाई अर्को पनि लिएर आउनु लाग्छ नि यस्तै पम्प सही हो फेरि भिडियो बनाइरहेको छौँ केटा होइन लेडिज एन्ड जेन्टलम्यान किप सपोर्टिङ हाम्रो च्यानललाई विगतको दिनमा यस्तै गरे दमदार हाउ टु फिसिङ यहाँ कपाल
केही भन्नु छ दुईजनाले? भन्नु पऱ्यो सरप्राइज है नेक्स्ट पार्टमा आउँदैछ। मेरो साथीलाई साथमा सोबु चाहिँ गर्नु पऱ्यो, माया गर्नु पऱ्यो। ओपियो दे के भन्नु आइटम अर्को पम्प एउटा पम्पले भएन गाइस, हामी फेरि अर्को पम्प लिएर आउँला छौँ होइन। केटाहरू चाहिँ अब पम्प लिने तयारीमा छौँ। अब यहाँ नगएर अटो जाम आइज के भन्नु क्या। हाम्रो चाहिँ मोटर आयो अर्को नयाँ, एउटाले पुगेन। पनि भएन भने त रन्डी बन्छ उताल्दैन हिङ्के पोडा कसरी हाल्यो अबे कस्तो गराएको छ ब्राइटनेस मुला। एकैछिन डुब्नु है। अर्को पनि लिएर आइरहेछन् क्या। पेट्रोल त माथि पानी खाउन पनि बढी खाइरहेछ है। नघप्टाउ न है, नघप्टाउ। अरू निकाल यहाँ तेलै सकिएको त यार त्यत्रो हालेको। अब हुन्छ तल्का होइन, अब हुन्छ है फेरि माछा है माछा माछा है माछा। हामी घामबाट हामीले गुवा दिउँ, गुवा सुकिन सकिन। मैले हामीले रोक्न यो गुवालाई अब मैले खोलातिर लाग्छ हामी है। खोलामा किन के मार्ने कि लग्ने कि नै मार्दै अब चाहिँ यहीँ हालिदिनु म उता गएछ नि भएका छ त्यो भाइ सन्तोष भएका। यहाँ चुक्दैन हेर म चाहिँ यहाँ चुक्दैन। यसलाई बरु केही महिनापछि केही दिनपछि हाम्ला नि त होइन। कति कति पैसा खर्च भयो? 6,000 7,000 जाकीको। यसलाई पनि बन्द गरिदिनु न, किन तेल खर्च गर्ने त?
लगेर